हजुरको नाम भनिदिनुहोस्। मेरो नाम चाहिँ टङ्कबहादुर लिम्बू हो। हजुरको लाइफको जर्नी कस्तो थियो, के गर्नुभयो? देशको सुदूर पूर्व अलिक दुर्गम जिल्ला धनकुटा जिल्ला हो मेरो पुर्ख्यौली, त्यहाँ जन्मेँ। त्यसपछि साधारणतया हामीले स्कुल लेभलसम्मको पढाइ चाहिँ नि त्यही धनकुटाबाट गरेँ। त्यसपछि कलेज लाइफको लागि चाहिँ म काठमाडौँ आएँ। मेरो जन्म 2007 सालमा भएको हो र झन्डै 2022 सालमा मैले धनकुटाको गुन्डेश्वरी स्कुलबाट एसएलसी पास गरेँ। त्यसपछि म काठमाडौँको त्रिचन्द्र कलेजमा 2024देखि 2028 सालसम्म आइएससी साइन्स पढ्दै बिएससीको परीक्षा दिएर अध्ययन चाहिँ सकेँ। त्यसपछि अब विद्यार्थीको रूपमा थिएँ। इन बिट्विन कहिलेकाहीँ पश्चिम स्याङ्जा जिल्लाको एउटा कोलमा बराचौर हाई स्कुलमा साइन्स र म्याथको टिचरको रूपमा पनि गएँ। एक ब्याचलाई एसएलसी पनि गराएँ। त त्यसपछि जब बिएससीको मैले परीक्षा दिइसकेपछि मेरो जिन्दगी अलिकता मोड फरक लियो भनौँ न। त्यसपछि म ब्रिटिस आर्मीमा गएर हङकङ गएँ। त्यसपछि प्राय हङकङ, ब्रुनाई र युके तीनवटा देशमा चाहिँ झन्डै 26-27 वर्ष जति जागिर खाएँ। त्यहाँबाट अवकाश पाएँ र 27 वर्षको नोकरीमा सायद विश्वको झन्डै 25-26वटा देश घुम्ने र हेर्ने र आफ्नो तालिमको समयमा जान पाएँ। त्यसपछि 27 सालमा एउटा साधारण क्याप्टन ऱ्याङ्कको ओहदामा चाहिँ म अवकाश पाएँ। अवकाश पाएपछि म फर्केर आफ्नो देशमा आएर अर्को 10-11 वर्ष एकदमै राम्रो किसिमले देशलाई चिन्न पाएँ। किनभने मैले एउटा कल्याणकारी संस्था यही भुटबुको त्यसमा र ब्रिटिस आर्मीको रिक्रुटिङमा गरेर जम्मा 11 वर्ष चाहिँ यसरी काम गरेँ। त्यतिखेर देशमा द्वन्द्वको परिस्थिति थियो, खास गरेर माओवादीको द्वन्द्वको मध्यम त्यो बेलामा चाहिँ नेपालको पूर्व रामेछाप जिल्लाको प्रीति भन्ने ठाउँमा चाहिँ नि एरिया वेलफेयर अफिसरको काम गरेँ र द्वन्द्वकालमा माओवादीको कस्तो चरम असजिलो परिस्थिति सबै मैले भोगेको छु, अनुभव छ। म बेलायती सेनामा छँदाखेरि पनि धेरै लडाइँ गर्ने मौका पाइएन, तर आफ्नै देशमा आएपछि त्यो लडाइँको परिस्थिति चाहिँ सबै यहाँ देख्न पाइयो। ती मान्छे मारेको, झगडा गरेको अथवा सफाइ भन्ने चलन थियो माओवादीहरूको, त्यसरी गरेको धेरै घटनाहरू चाहिँ मैले प्रत्यक्ष देख्न पाएँ, भोग्न पाएँ। र साथसाथै हाम्रो 20-22वटा यो वेलफेयर सेन्टरहरू हुन्छ ब्रिटिस सैनिकहरूको, त्यसमा सबै ठाउँ पूर्व पश्चिम, पूर्वमा ताप्लेजुङ 5 तहदेखि लिएर पश्चिममा सुर्खेत, यो सबै क्षेत्रहरूमा चाहिँ पैदल हिँड्न पाएँ र देशको परिस्थिति, देशको भौगोलिक अवस्था चाहिँ राम्ररी आफूले गर्न पाएँ। र त्यसपछि पनि मैले 11 वर्षमा यो उसबाट अवकाश पाएँ, जस्तो वेलफेयर अफिस र मतलब कल्याणकारी संस्था र रिक्रुटिङबाट। त्यसपछि पनि म यहाँ समाजसेवामा व्यस्त छु। खास गरेर यो मेरो आफ्नै जातिहरूले, म लिम्बू समुदायको हो, लिम्बू जातिको किराँत याक्थुम चोलुङ भन्ने संस्था छ, त्यसमा पनि ललितपुर जिल्लाको चाहिँ म अध्यक्ष झन्डै गएको 3 वर्ष गरेँ र भर्खरै गएको भदौ महिनाबाट चाहिँ अवकाश पाएको छु। यही नै हो मेरो अहिलेसम्मको। यङ हुनुहुँदा कस्तो हुनुहुन्थ्यो एज अ पर्सन, होइन? हजुर मान्छे कस्तो, व्यक्ति कस्तो हुनुहुन्थ्यो? जहाँसम्म मेरो यङ छँदाको सम्झना के आउँछ भने बढी अध्ययनमा चासो राख्ने, मतलब पढ्नुपर्छ भन्ने चाहिँ एक प्रकारको आफ्नोमा त्यो किसिमको चेतना रहेछ भनौँ। प्राय सबै परीक्षाहरूमा पहिलो दोस्रो स्थान हुँदै अगाडि बढ्ने खालको र सधैँ पढ्नमा चाहिँ आफूलाई लगनशील राख्ने र अरूभन्दा पनि अब खेलकुदमा साधारण खेल एकदमै पनि खेलकुदमा पनि चासो राख्ने र साथै पढाइमा चाहिँ असाध्यै चासो राख्ने खालको के जस्तो लाग्छ मलाई। हजुरले चाहिँ हामी जस्तो अब युथहरू, यङ मान्छेहरूलाई, होइन, हजुरले के एउटा एडभाइस छ होला हजुरकोबाट, तर्फबाट? अब अहिलेको तपाईँ जस्तो युवाहरूले हाम्रो समाज, हाम्रो देश, हाम्रो भौगोलिक परिस्थिति
आसपासको सबै कुरालाई बुझेर सबैभन्दा यो तपाईँको युवा उमेर भनेको कस्तो भने काँचो हिलो माटो जस्तो हो नि। त्यसले गर्दाखेरि तपाईँले कता मोड्नुहुन्छ त्यस्तै हुन्छ। नराम्रो कुरोमा होइन, सधैँ रचनात्मक कुरोहरू अथवा अध्ययनशील आफूले जति पनि अहिले तपाईँलाई हरेक किसिमको सुविधा छ, अध्ययन गर्न पाउनुहुन्छ, त्यो पढ्ने विषयमा चाहिँ अध्ययन आफ्नो बौद्धिक क्षमता बढाउने विषयमा दत्तचित्त लागेर चाहिँ त्यहाँ लाग्नुपर्छ। र तपाईँको जुन एउटै कुरा मात्रै नभएर तपाईँलाई के विषयमा चाहिँ इच्छा छ होइन, त्यसमा फोकस गरेर तपाईँहरूको युवा जुन अहिलेको जोस जाँगर छ त्यसलाई त्यतातिर फोकस गर्नुभयो भने जीवनमा तपाईँले सफलता पाउन सक्नुहुन्छ। त्यसरी नै अगाडि जानुपर्छ। न कि कसैले भनाइ पुरानो हाम्रो चलन के थियो भने मेरो छोरा छोरी इन्जिनियरै होस्, डक्टरै होस्, कुनै के नै होस्, त्यस्तो किसिमले होइन, पाइलट होस् भन्ने होइन। तपाईँले आफ्नो यो उमेरमा तपाईँको आफ्नो बौद्धिक क्षमताले कतातिर चाहिँ आफ्नो चाख छ त्यो विषयमा चाहिँ फोकस गरेर तपाईँले अध्ययनलाई अगाडि बढाउनु हो भने एकदमै सफल पाउन सक्नुहुन्छ। त्यसरी जानुपर्छ जस्तो लाग्छ। को चाहिँ अब लाइफमा चाहिँ नि एउटा मोमेन्टले होइन, हजुर आज जे हुनुहुन्छ एउटा त्यो स्पेसल मोमेन्ट चाहिँ के थियो होला हजुरको लाइफमा? लाइफ चाहिँ कस्तो लाग्छ भने मलाई तपाईँहरू अहिले उमेरमा अड्कल गर्न सक्नुहुन्छ, भोलि म यो हुन्छु, मैले मेरो लक्ष्य यो हो भनेर जानुहुन्छ। तर सबैको कहिले पनि त्यो सम्भव रहेनछ। म आफूले पनि कहिले पनि बेलायती सेना गएर सेनामा कार्यरत हुन्छु भन्ने सपना पनि देखेको थिएन। म पढ्नमा इच्छा राख्ने, ज्ञान बढाउने विषयमा सायद मास्टर्स अथवा पिएचडीसम्म गर्ने मेरो लक्ष्य त थियो, तर त्यो कहिले पनि पुरा गर्न सकिनँ। तपाईँहरूले 4 जनामा 1 जनाको तपाईँको जे लक्ष्य राख्नुहुन्छ त्यो सफल हुन्छ होला। तर त्यसो भन्दैमा हतोत्साहित हुनु हुँदैन। तपाईँले राखेको लक्ष्य सायद सफल पनि हुन सक्नुहुन्छ, नहुन पनि सक्नुहुन्छ। तर सफल भएन भने जहिले पनि विकल्प हुन्छ। यो भएन भने ऊ भने अथवा आफूले भनेको जस्तो चाहिँ जिन्दगी होइन रहेछ। जे भए पनि आफूलाई फोकस गरेर त्यो विषयमा अगाडि बढ्नु भने अवश्य सफलता पाउनुहुन्छ जिन्दगी। हाम्रो बिहानीको संस्था हजुरलाई कस्तो लाग्छ अनि हजुरले कसरी थाहा पाउनुभयो बिहानीको बारेमा? हजुर सेटिस्फाइड हुनुहुन्छ? यो बिहानी चाहिँ कसरी सुरु भने खासमा मेरो उमेर जब 65, अहिले म 76 पुगेँ। तर 65को उमेरमा जब कल्याणकारी संस्थाबाट पनि म अवकाश पाएँ, त्यसपछि अलिकति फुर्सद भयो र त्यो उमेरको सर्कलको साथीहरूसँग बेला बेला भेटाघाटा हुन्थ्यो। अनि उनीहरू मार्फत मैले बिहानीको बारेमा जानकारी पाएँ। यो चाहिँ बिहानी चाहिँ एउटा यस्तो संस्था छ जहाँ चाहिँ हामीले आफ्नो फुर्सदको समयमा गएर त्यहाँ भएको कुनै पनि गतिविधिमा सहभागी भएर आफ्नो समय मात्रै होइन आफूलाई व्यस्त राख्न सकिने। बिहानीमा आएपछि मैले सुरुमा चाहिँ अलिकता फुर्सद थियो, किनभने म सामाजिक संस्थामा आबद्ध थिइनँ, रेगुलर जस्तो एटेन्ड गरेँ। तर अहिले गएको 2-3 वर्ष जब मैले यहाँ सामाजिक संस्थामा अध्यक्षको पद लिँदाखेरि आफूले पनि यस्तै कुरा मिलाउनु पर्ने हुनाले मैले फुर्सद निकाल्न सकिनँ र रेगुलर जानु नसके पनि अब अवकाश भयो, अब सायद निरन्तरता दिन सक्छु होला। फुर्सद पनि चाहियो होइन। बिहानीबाट जे पनि कार्यहरू भइरहेछ म एकदमै सराहना गर्छु, किनभने मैले देखेको छु कति अल्जाइमरको विषयमा कुनै पनि विषयमा तपाईँहरूको ठुल्ठुलो सेसनहरू हुन्छ, त्यसमा सहभागी हुँदाखेरि एकदमै चाखलाग्दो कहिले पनि आफूले जिन्दगीमा नभएको कुराहरू, व्यवहारिक कुराहरू चाहिँ सुन्न पाइन्छ, सिक्न पाइन्छ। त्यो रमाइलो लाग्छ। लाइफलाई, जिन्दगीलाई 3टा शब्दमा वर्णन गर्नु पर्यो भने कुन शब्द युज गर्नुहुन्छ र किन त्यो शब्द प्रयोग गर्नुहुन्छ? जिन्दगी चाहिँ सुख पनि छ, दुःख पनि छ, रमाइलो पनि छ। किनभने जिन्दगीमा सधैँ सुख होला, रमाइलो मात्रै होला भन्न सकिँदैन। तपाईँ जिन्दगीमा अगाडि बढ्दै जानुहुन्छ, कहिले तपाईँलाई एकदमै अप्ठ्यारो परिस्थिति आउँछ। अप्ठ्यारो हुँदाखेरि आत्तिनु हुँदैन। फेरि एकदम आफूलाई सजिलो अथवा आफ्नो सरल
समय आउला आफूलाई आनन्द आउला त्यसमा रमाउनु पनि भएन आत्तिनु मात्तिनु चाहिँ हुँदैन जस्तो लाग्छ जिन्दगीमा। अब हजुरले जिन्दगीबाट एउटा हजुरको एउटा यस्तो टाइम यस्तो हुन्छ नि त्यो मोमेन्ट त्यो कहिले बिर्सिनै नसक्ने हजुरले त्यो चाहिँ कुन थियो? मलाई चाहिँ नि म खास गरेर अब ब्रिटिस आर्मीमा छँदाखेरि एक्लै अनुभव थियो जहाँ त अङ्ग्रेजी भाषामा चाहिँ सिक्न पढ्न पाइयो। तर नेपाल आफ्नै देशमा छँदाखेरि जब म रामेछापको कृति भन्ने वेलफेयर सेन्टरमा काम गर्दै थिएँ, जबकि त्यतिखेर माओवादीको चरम थियो भनौँ त्यसखेर। अनि मलाई के गर्थेँ त्यतिखेर मैले नेपालीमा कहिले पनि कम्प्युटरमा त्यो फन्ट जानेको पनि थिएन, टाइप गर्न पनि जाने थिएन। मलाई एउटा यस्तो अवस्था सिर्जना भयो एकपल्ट कि माओवादी त्यो वेलफेयर सेन्टरमा आएपछि मलाई मेरो अफिसमा कम्प्युटर भर्खर ब्रान्ड न्यू कम्प्युटर ल्याएको थियो। मैले अङ्ग्रेजी टाइप गर्न जाने थिएँ, अलिअलि किबोर्डमा अहिलेको जस्तो किबोर्डमा नेपाली फन्ट थिएन। अनि अचानक त्यो इङ्ग्लिस फन्टलाई चलाएर बल्ल अल्फाबेट नेपाली के फन्ट मिलाउनु पर्थ्यो त्यसखेर। त्यस्तो भर्खर सिक्दै गरेको बेला एउटा माओवादीको समूह आयो, कमसेकम 10-11 जन, सबैसँग हतियार थियो। आएर उनीहरूले मलाई 7 पानाको एउटा उनीहरूको कथा रहेछ भन्नुहुन्थ्यो, त्यहाँको इतिहास होला के घटना हो त्यो चाहिँ नेपालीमा थियो। अनि उनीहरूले के भने तिम्रो कम्प्युटर पनि छ, तिमी आफूले 7 दिनभित्र मलाई यो लेखेको नेपाली चाहिँ प्रिन्ट गरेर हात पार्नु पार्यो, नत्र भने तिम्रो बाँच्ने सम्भावना छैन भनेर एकदमै आखिरी धम्की पाएपछि मैले 6 रात जति म सुत्न पाएन। किनभने नेपाली फन्ट पनि आउँदैन थियो, फेरि पनि सोलर सिस्टमको ब्याट्री चार्जमा साँझ 2-3 घन्टा चलाएपछि त त्यो ब्याट्री खतम हुने। त्यस्तो स्थितिमा पनि जबरजस्ती मैले 6 दिन लगाएर 7 पानाको इतिहास चाहिँ टाइप गरेर हात पार्न सकेँ है। त्यसपछि एउटा कुरो दिएर हात पार्न पाएँ, उनीहरूलाई खुसी पार्न सकेँ। अर्को कुरो चाहिँ त्यहीँबाट मैले नेपाली चाहिँ अहिले पनि प्रष्टसँग म टाइप गर्न सक्छु। त्यही 6 दिनको त्यो डरको उसमा गर्न पाएको देख्दाखेरि त्यो चाहिँ एकदमै मलाई के भन्छ कहिले पनि नबिर्सिने घटना सम्झ। कति त्रास भयो होला मलाई, कति निद्रै 6 रात सुत्नै सकिनँ म। किनभने अब एउटा अल्फाबेट अहिले पो कति सजिलो छ किबोर्डमा टकटक, त्यतिखेर त एबिसी कता 3-4वटा अल्फाबेट थिच्दाखेरि बल्ल एउटा फन्ट हुन्थ्यो होइन। अनि त्यस्तो गरेर बिताएर त्यसरी, तर मान्छेलाई परिआएपछि अप्ठ्यारो परिस्थिति आएपछि गरिँदो रहेछ। यो एउटा सेन्टेन्स चाहिँ कम्प्लिट गर्नुपर्ने हुन्छ, लाइफ बिकम्स ब्युटिफुल वेन यु इन्जोय लाइफ होला। किनभने अब जिन्दगी कस्तो भने उकाली ओह्राली हुन्छ नि, कहिले पनि सधैँ फ्ल्याट मैदानमा जस्तो मोनोटोनिस हिँडाइ त हुँदैन। कहिले अप्ठ्यारो आउँछ, कहिले सजिलो हुन्छ होइन। तर त्यस्तो भए तापनि त्यही त नआत्तिकन जस्तो किसिमको परिस्थिति आउँछ त्यसलाई ट्याकल गर्दै अगाडि गयो भने जिन्दगी रमाइलो हुन्छ अनि इन्जोय गर्न सकिन्छ। जिन्दगीमा गाह्रो हुन्छ, सजिलो पनि हुन्छ। कहिले पनि नआत्तिकन धैर्य भएर आफ्नो विवेक पुऱ्याएर अगाडि बढियो भने जिन्दगी साह्रै रमाइलो छ, यति रमाइलो। हजुरले के भन्नु चाहनुहुन्छ? हजुरको यहाँनिर विषयबाट एउटा के भनौँ भिडियो नै बनाएर तपाईँले मलाई मनमा लागेको कुरा चाहिँ प्रश्नको रूपमा सोधेर जुन एउटा मौका दिनुभयो। किनभने कति कुरो चाहिँ आफूले भन्न चाहेर पनि काहीँ भन्ने एउटा मौका पनि पर्दैन, यो अवसर मिलाइदिनु भयो है। तपाईँ दुईटालाई एकदमै भरि धन्यवाद। अनि एकदमै खुसी छु म आफ्नो लागेको कुरो तपाईँहरूको समक्ष यसरी प्रत्यक्ष राख्नु पाएँ। धन्यवाद भन्न चाहन्छु। हजुरलाई पनि धन्यवाद, हामीलाई समय दिनुभएको।